हेलो हेलो मिस वेलकम नमस्ते धेरै बेर पुऱ्याइदिनु भयो धन्यवाद सानो आयो तपाईँको आवाज मेरो आवाज सानो आयो रे मेरो आवाज सानो आयो भन्नुभएको धेरै कुरायो क्या है ए धेरै त होइन एक घन्टा त भयो होला भोका लागेछ ल न यो तपाईँको पक्नु न पर पानी र भात खान्छु भोक लागेछ तपाईँलाई म खाना खुवाउन लिएर जान्छु धन्यवाद आउन जाउँ खाना खान जाउँ धेरै बेर लानु भयो साह्रै गाह्रो मेकअप गर्नु मेकअप गर्नु साह्रै गाह्रो भयो मिस हुन्छ तपाईँलाई साह्रै अझै मिलेको छैन पछि बनाउँछ होला निस्केको म तपाईँलाई वेलकम गरेर निस्कियो भनेर बसिहाल्नु कसरी हजुर तपाईँलाई वेलकम गरेर निस्किने भनेर हो कि ए धन्य आउन जाउँ मेरो घाँटी मिलाइहालेँ अहिले कस्तो आइरहेछ आवाज मेरो अहिले ठुलो आएको छ अहिले चाहिँ ठुलो आएको छ यहाँ चाहिँ कसले काम गर्छ हजुरले होइन मैले त काम गर्दिनँ खाजा खाना आएको
बस्यो आउन जाम बर्गर सर्टमा हजुर अर्डर गर्दै गर्नु म यहाँको कपडा पसल गरेर आइहाल्छु ल एकैछिन एउटा कुरा नमिलेछ ए ल हुन्छ अर्डर गर्दै गर्नु मलाई धेरै त चाहिँदैन मसँग 3टा पानी 3टा बर्गर छ त्यही भएर त्यति धेरै चाहिँदैन मलाई म आइहाल्छु अर्डर गर्दै गर्नु न म ल हुन्छ हुन्छ ए अनलाइन अर्डर नि हुँदो रहेछ त यार मैले अनलाइन अर्डर गरेको छु यार सर मेरो नि क्यारेक्टर बनाउँछु म भोलि आएर आफू त कति भइसक्यो धेरै छिट्टै तपाईँ त्यो तपाईँको मेन क्यारेक्टरबाट होइन अर्को क्यारेक्टर बनाएर आउनुपर्छ अनि हेलो सर हेलो सर तपाईँ दिमागमा हो कि टोइलेटमा बसेर
कसलाई ऊ एयरपोर्टमा लिन आउनु भएको मान्छेलाई 1 घण्टा कुराएँ नि मैले ए त्यो उ नम्बर सर दिनु तपाईलाई न लिन जानु भएको अँ ए भगवान म त जुम भित्र जाम भित्र आउनु हजुर भन्नु न के चाहियो हजुर बर्गर मगाएको बर्गर आफै खाँदै बसे जस्तो छ हौ ल न यार यता हेर्नु त यता हेर्नु त कसलाई हेर्नु हेलो सर मिस बर्गर सर मिसहरू हजुरको उस बर्गर भनिदिनु त सर्भिसहरू अरे हौ यहाँ हेर्नु त तपाईँको म नाम तपाईँहरूलाई रिसिट देखाउँछु है त्यो नम्बर भनिदिनु अरू केही भन्नु पर्दैन ओ राटी म्याम ल हेर्नु त हजुर हेर्दैछु के के हेरेको भनेर देख्नुभयो ए भित्र खै के देख्ने देखेन के पनि के 961 पबडा भएन है भएन ओके के पाउनै- 961 कति पाउनु चाहिँ न अल्छी लाग्छ त तपाईँलाई म पठाउँछु Two big फोन। nugget, यो त two अघि french मैले त्यो fries, मन two पऱ्यो होइन, तर हात्ती पर्दैन, मिलेन मैले झ्याउला लिइसकेँ। र चढ्दै रोक्नु ल म ल्याइदिन्छु बन्दै नमिल्ने है यो सर यो हजुरले अगाडि राख्ने हो क्या मिल्दा यो पछाडि हामीलाई दिने मिल्दैन होइन पछाडि मिल्दा अगाडि मिल्दैन त्यही त हुन्छ सर आयो फेरि अनुहार तपाईँले हेर्नु न सिङ्गल खतरा मिलाएछ त यार मलाई त दुईटा मिलेन burger, त्यसरी त दुईटा french fries। के चाहिँ स्किन कलर ए कस्तो चाहिँ सरलाई क्लिप टाँसेर आउँछ त कपालमा हेर्नु न यहाँ खै हेर्नु त यहाँ अनुहार कपालमा देखाइदिनु हेर्नु नि अनुहार यहीँ देखिरहेको छ चाहिँ हेर्नु अनुहार तपाईँले के भन्दै हुनुहुन्थ्यो मिस यो घिउ सरलाई कति हेर्नु परेको लु ओइ के साह्रो ब्लस लाग्यो लाज लाग्छ कि राम्रो मेरोमा त देख्दैन राम्रो अरूकोमा चाहिँ पक्का देखिन्छ होला कि सबैको अरू घटाउनु रातो लगाएर रातो पछि देखिरहेको यो के अरे ब्लस लगाउने बेलामा तपाईँले फेसलाई जुम गरेर हेर्नुभयो भने कतिको लाज गर्नुमा लाग्छ क्या मलाई देखिन्छ क्या हेलो सर होइन है लज आएर है त्यो ब्लस होइन त्यो हजुर सर ए छैन त हौ कसरी बनाउँछौ हेलो एकछिन रोक्नु म हजुरलाई सिकाइदिन्छु हजुरको टाउको नम्बर हात भन्नु धुन जामै त्यहाँ बले बले बाहिर आएर यो लाटीमामले हात धोएको देखेको छैन है त्यहाँ हात मेरो धुम चार ग्लोभ्स लगाम म म छिटो म आइहालेँ मैले केही छुको छैन नरिसाउनु न आवेशमा लभली नआउनु नि ए हजुर हजुरलाई तिनटै गरिदिएँ है मैले ए हजुर सर लाउनु मिस तपाईँले बस यहाँ बसेर खाउनु सर यहाँ सिट सिट आँखाले हेर्नु न बस्न मिल्छ आँखाले हेर्नु त अनि त्यो कुर्सी आउँछ नि कुर्सीमा बस्नु त अनि मिल्छ तपाईँलाई आइ कि आएन अच्छा अच्छा फुडिङ सेक्सनमा जानी फेरि
आफै उठ्छ त हेलो हजुर हजुर उता के भन्छ उसमा जाऊँ न यो कपाल काट्ने ठाउँमा यो अनुहारको थोरै कम गर्नुपर्छ धेरै बढी झिलिली परे जस्तो लाग्यो हामी दुईजना टेन्सन भएर ओहो बसिरहेको छ। सर जय नेपाल है तपाईँहरूलाई जय नेपाल सर जय अघि नेपाल मैले खाजा त खाएँ होइन यो मिसले चाहिँ पन्जा नलाइकन भित्र गएको थियो सर है कम्प्लेन अब तपाईँहरू यसरी हेर्नु त म्याम लाई तपाईँ टाउकोमा खतरा कपालमा हात राख्नु हुँदैछ फेरि त्यही हातले बनाउनु नि हुन्छ तपाईँ अब मैले कम्प्लेन सुन्नु गर्छ न भनेर पहिल्यै टाउको समातेर बसेको सर हेर्नु उहाँ सरले पन्जा लगाएर आएर गर्नुभयो म्याडम यत्तिकै छिर्नु भयो सर माथि कुनै मेरो पाला आएपछि भन्नु है मैले म भन्छु भन्नु न भन्नु तपाईँको पाला आयो म्याम के भएको भने म यहाँ मेरो भर्खर जब लाग्यो होइन अनि मैले केही कामै गर्नु मिलेको छैन कि मैले केही छोकै छैन अनि मलाई भित्र कसरी कसरी आरोप सर लाउनु भित्र हुन्छ कसरी गयो सर कामै नसिक्ने मान्छे ड्रेस नलाइकन अब यो वान पिस लगाएर ए भित्र गएर त हुन्न भगवान्। ग्राहक तर्सिन्छ त तपाईँलाई देखेर त उताबाट ढोका छैन क्या सर यहीँबाट जानुपर्छ कपडा लाउनुलाई पनि अनि बर्गर खान आएको भन्ने कि तपाईँलाई हेर्न आएको पनि यस्तै ड्रेस लगायो भने त अनि कहाँ हुन्छ हेर न यसलाई खै कम्प्लेन कसरी भन्नु कि बुझाउनु हो? कम्प्लिमेन्ट खै भन्नु तारिफ भन्नु कि के भन्नु यसलाई सर हेलो त्यही भने पन्जा सन्जा लाग्छ कि राम्रो सर लाग्छ भने होइन सिधै भन्नु न यस यस आउन सर खै त सर यसो अनि हेरेर यो भन्नु सर घोडावाला सर यो हजुर घोडावाला हजुर सर चाहिँ को हुन् सर तपाईँ म यहाँ काम गर्छु सर स्टाफ अनि हजुरको तपाईँको नाम हेर्नेट चाहिँ खोइ त ए नाम डेनियल सर हजुर भन्नु न अनि हेर्नेट चाहिँ खोइ त तपाईँको अनि खोइ लुगा खोइ तपाईँको यो सबै यो बाहिर हिँड्ने लुगा लगाएर हिँड्नु भएछ तपाईँ खोइ त होइन नि होइन भर्खर भर्खर छिटो फेरि बाहिर आएको नि त्यही भएर लुगा अनि चेन्ज सरहरूले त खाना पाउनु भएन भन्नु होइन त अनि मिसले त बनाउनु भएन भन्नुभएको छ भने उहाँ यो सर अघि सरले नै ड्रेस भन्नु लगाएर आएर टक्क खाजा साजा पन्जा सन्जा लगाएर आएर दियो खाएँ सर होइन मिसले चाहिँ न पन्जा न के अहिले कम्प्लिट गर्छ भने टाउको समातेर बस्नुहुन्छ सर ल मिस भन्नु त अनि के हो यो भएर अनि यो खानै बनाएको छुइनँ केही गरेकै छुइनँ सर के को मेरै आरोप हो यति आँखा साह्रो अगाडि यहाँबाट भित्र छिरेर त्यहाँबाट एक फन्को लाएर सर त्यो कपाल पनि होइन भर्नु छ होला सर सरलाई सोध्नु ए के अरे अर्को सरलाई यहाँ बर्गर सटमा काम गर्ने सरलाई सोध्नु त्यो सरले हो भने ल म पत्याउँछु ल सर तपाईँ भन्नु चाहिँ के हो भएर होइन सर ए होइन के ए सर होइन? मैले झुटो कम्प्लेन गर्छु सर ग्राहकको अब केही महत्त्व भएन सर तपाईँको यो ग्राहकको महत्त्व भएन सर अब तपाईँले स्टाफलाई भन्दै हुनुहुन्छ स्टाफको कम्प्लेन नसुनिकन मलाई चाहिँ क्वेसन गरिराख्नु भएको छ सर तपाईँलाई ग्राहकप्रति केही माया छैन सर ग्राहकको प्रति कुनै हाइजेनिक मतलब छैन सङ्गीत त्यो मैले सर केही गरेकै तपाईँको छैन अनि कसरी तपाईँको तपाईँ हात complain मैला थियो गर्नुहुन्छ हाम्रो त? सर बिरामी हुनुभयो भने अब कसले बिहोर्छ त त्यो खर्च भन्नु त म्याम हो हजुर तपाईँले हात साथ नधोइकन र त्यत्तिकै अब अहिले पनि देख्यौँ हामीले तपाईँले टाउकोमा अब हात राखिराख्नु भएको थियो अब तपाईँ त्यत्तिकै गरेर खाना बनाउनुहुन्छ होला तपाईँको हातमा ग्लोभ्स छैन केही छैन भने अब हाम्रो यो सर बिरामी हुनुभयो भने चाहिँ कसले त्यो बिहोर्छ त्यो खर्च भन्नुहोस् केही छोकै छैन कि सर मैले सर त्यहाँ हेर्नु केही अहिले त तपाईँहरूको गरेकै अगाडि टाउको छैन कनाएर बस्नु अहिले उतापट्टि फर्के बेला नाक कनायो भने के गर्नु मैले भन्नुहोस् म्याम त्यहाँ के भन्न हात चाहनुहुन्छ धोएर अँ। आउँछु म भ्यालिड रिजन है केही भ्यालिड भन्न सकिनँ तपाईँ भित्र गएर नजुनुहोस् म्याम यहीँ जुनुहोस् तपाईँ सर यता छ बिजोकै यता लागेन यता छ तपाईँको सर नयाँ मान्छे हुनुहुन्छ नि यता छ यी टोइलेट्स लेखेको छ त्यहाँ जानुहोस् यो बेसिन पनि छ हस् म गएर आउँछु म्याम तपाईँ पनि गएर हेरेर आउनुहोस् धुनुहुन्छ कि हुन्न म्यामले हात हो मिस तपाईँ त तल तपाईँ त हेरेछ नि त अनि तल त नि हाम्रो एउटा डेनियल भन्ने त एउटा फटाको नाम पनि थियो सर हजुर त्यही डेनियल त होइन नि होइन सर होइन ल सर एक खोइ जमानामा मार्क्स मेरो गर्नु त। एउटा साथीको नाम थियो यता फोन हान्नु पऱ्यो एकचोटि तपाईँ नै हो कि लास्ट फटा थियो तपाईँ त्यो एउटा थियो हुनु यार साह्रो होइन त फटा थियो साह्रो कपडा पऱ्यो। इधर लास्टै फटा डोप साबुनले उठाएन म हो फोन फोनै गर्छु सर ल ल म उठाउँछु म फोन गर्छु रुक्नु है ल फोन उठ्ने छैन सर यसो म ल म्याडमलाई यसो हेड ट्रेसिङ गरेर आउँछु है ल हस् हुन्छ ल जाऊँ म्याडम है बसो जाऊँ बर्गर साइडमा को हुनुहुन्छ फोन गर्नु पर्यो रहेछ नि त नि सर
ल अनि म त निस्किनु पर्दैन म चाहिँ हेलो 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 एक्सिट गर्नु पर्यो एकचोटि एकछिन लोग्नु र एउटा मात्रै काम हो That car's a beaut. ए त्यो थोरै ब्लस घटाउनु न त्यही घटाउन लागेको के म तपाईँहरूको आँखामा चाहिँ धेरै देखिँदो रहेछ मेरोमा चाहिँ केही देखिँदैन के एकचोटि सिसिटिभीमा हेरेँ नि हो यतिकै ठिक छ थोरै थोरै बढाउनु थोरै यति ठिक छ थोरै 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 बढाउनु यति थोरै बढाउनु यति थोरै 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 यति अझै बढाउनु यति यतिकै ठिक्क छ लस एकचोटि हेर्नु त बाहिर टिभीमा म जुम गरिदिन्छु आहारभित्र आएर हेर्नु मलाई चाहिँ यतिकै ठिक्क लाग्छ है मलाई चाहिँ यति ठिक्क लाग्छ है भएछ भएछ यति भएछ ठिक छ हिट लगाउनु न हँ हिट लगाउनु हिट लगाउनु वान पिस लगाउनु न अनि सानो ब्याग लिनु ए त्यो त्यो पछि लगाउने के त्यो के भन्छ त्यो ढिलो हुन्छ भने मैले आज हेरेँ नि कि जे भेट्यो त्यो छिटो लगाएको हो कि म पछि आएर बनाउने ल ल तर कपडा टन्ने रहेछ खोज्नु पर्ने रहेछ क्या अँ द वर्करसँग साहब म सर म्यामहरूलाई जान्छु भन्छु अनि निस्किनु पर्यो होला साथी खाना खुवाउनु खोज्दैछ अब रिसाइसक्यो अब के गर्नु निस्किनु पर्ने म यहाँ डुल्दै बसेँ गर्नुपर्छ तपाईँ म भ्याउँदैन के गोलो आउने भ्याउँदैन म आएको बेलामा के आएको बेलामा त्यो चाहिँ हुन्छ पार्टनर आरपी हुन्छ होला सायद तपाईँ के भन्नुभयो पार्टनर आरपी गर्ने भयो क्या त्यो त हेरौँ न त्यहाँ पार्टनर आरपी गर्छ कि त्यहाँ दुश्मन आरपी गर्छ होइन मैले यहाँ धेरै कुरा गर्ने सोच गरेर को पुलिस आयो फेरि अर्को गाडी आएछ पुरै ढोकामा ठोकेर ब्याक त गर्ने होइन होला ल सरी सरी त्यो अगाडि ढोका ठोक्नु भएको थियो नि त हजुरले अर्किए ढोका लगाइदिए गरेर हुँदैन नि त म्याम खाना त खानु पर्यो कुट्नु न त त्यसो भए हुँदैन अनि त्यसरी त्यो हात हाल्ने बानी छैन म्याम त्यसरी हात हाल्दिनौँ कि हामी तर खाना चाहिँ त्यसरी स्क्याम हान्नु भएन है म्याम त्यहाँ अर्डर गर्यो भने खोइ आएन त हजुर म्याम भर्खर जागिर पाएको 10 मिनेट पनि भएको छैन हजुरलाई त्यो त्यस्तो कम्प्लेन नै भोलि सर हजुर त्यो लिएर आइदिनु अनि त्यो नम्बर कम्प्लेन आइसक्यो नै कम्प्लेन आइसक्यो त्यही भएर सर यो मसँग हैन नि कुरा गर्ने म त स्टाफ मात्र हो नि सर म्यानेजरसँग कुरा गर्नुपर्ने हुन्छ त्यो चाहिँ है हजुरहरुको म्यानेजर चाहिँ कता जानुभयो त सर खै म्यानेजर अहिले सुतिराख्नु भयो होला सर अब भोलि कतिखेर आउनुहुन्छ खै अल्छे म्यानेजर रहेछ त दिउँसै सुत्ने के हो त यो पसल त बन्दै गर्नुपर्ने जस्तो भएन अवश्य तपाईको मेकअप त देखाएर आउनु त एकचोटि हामीलाई ठिक्क भयो कि भएन के हो के हो त यो पसल त बन्दै गर्नुपर्ने जस्तो भएन तपाईको मेकअप त देखाएर आउनु त एकचोटि हामीलाई ठिक्क भयो कि भएन? 1 मिनेट 1 मिनेट 1 मिनेट
खै म हेर्छु यता हेर्नु त बाथरुममा गएर हेर्नु त के राम्रो हो देख्छ तपाईँलाई होला। त सपिङ पनि उसरी लिएर जानुहुन्छ क्या हो होइन है छिए पार्लर आफै पनि जान्छ है म यता हेर्नु यही मिस त जोत देखाएको छ नि अर्को मिसलाई के भन्छन् को बोल यही मिस यस्तो त होइन होला यार। कत्रो पिँढीमा त्यो हात उठाउने नै पाइ पिँढी हेलो ओए हात उठायो ओए डिटेन गरौँ डिटेन चोर अझ पिस भन्छ बेसी बोल्दो रहेछ है हो होइन यो मिलेन है यो मिलेन यो भएन यो भएन के उछिनाइदियो यार। ओइ क्यारेक्टरमा के भएको सबै ल ल ल क्यारेक्टर के भएको म्याम तपाईँ एक रिवे भन्दा रेडी 1 2 एक्सन एक्सन भन्छ अरे तपाईँ म्याम चाहिँ अनुहार हेर्दै चोर सबत म्याम हिँडेको कि कुखुरा काट्न हिँडेको हो त त्यहाँ के के बोकेर हो हिँडेको तपाईँको त अनुहार हेर्दै छुच्चिन छुच्चिन त यार फेरि पर्सनल जानुभयो तपाईँ अहिले सुन्नु न मिस होइन यो मिस त कस्तो नराम्रो देख्नु तपाईँले के देखाउँछ न तपाईँ के के टिप्स भनेको दिँदैन बुझिनौ सबै राम्रो है तपाईँको आँखा चेक गर्ने ए चस्मा तपाईँले हानेर मेरो चस्मै झरेन मेरो चस्मै खस्यो यार ओ माय गॉड नहसायो नि यो त पानीले ल अब झन्डै आयो ल चस्मा यसो ल, ल चस्मा लाउँदा झन् छुटेल जस्तो देख्छु त म त सर तपाईँको बन्दुक हाम्रो सरले अनि यो हराएको मान्छे चाहिँ कहाँदेखि भेट्नुभयो सर तपाईँले म उहाँहरूलाई स्पेसल गेस्ट भएर लिन गएको थिएँ सर अघि एयरपोर्टमा ठ्याक्क आइपुगेँ। लभली है सर लभली है त्यहाँ न्युजमा नि आएको थियो छिप्पेको माला के अरे बाला खराएको सूचना भनेर सर होइन होला त्यस्तो त। अब म कफ गरेँ ए अनि तपाईँको पुलिसलाई भन्नु नि मुख सम्हाल्नु भनेर अहिले मैले फुटा हो हामी यहाँ छौँ आउनुहुन्छ। नबाजी बस्यो नि के साह्रो छुच्ची भयो ओइ बस्नु न मेमा चुप लाएर तपाईँ के भएको भन्नु त ए फोन नम्बर दिनु पऱ्यो तपाईँको मिसन यो कट्टु ल्याएर चाहिँ अनि पैसा जुत्ता लाग्छ। लाउने लोजिक के हो यो पैसा पैसा म दिँदैन। कमाएर दिन्छु क्या सुन्नु न यो चोर कमाए मात्रै हो सुन्नु न यो कट्टु ल्याएर यो जुत्ता ए लाउने लोजिक के छ हो यसले बिर्सेछ यार बिर्सेछ क्या फ्यासन हो क्या फ्यासन हो माई डेज कहिले आउनुहुन्छ यतातिर? नयाँ स्टडिज सर यो मेमसँग चाहिँ अलिक सङ्गत अलिक परपरै राख्नु होला है अरूले 5,000 10,000 माग्छ उसले 50,000 1 करोड माग्छ होइन त्यस्तो साह्रो हातपात गर्ने त होइन होला। सर सुन्नु न डिटेन गरौँ म त हात केटी माथि हात नउठाउँदैन के छ भन्नु त सर तपाईँको कलै होइन छोड्दिनँ यार बिचरा यार हराएको मान्छे बल्ल बल्ल पाएको छ ए ल फेरि हराउला फेरि। मोलेर गयो मारिदिम हो पागल हो फेस त पुरै दुईजना रसी के हेर्नु भएको भयो जस्तो फोनमा फेरि बनाइदिनु हेलो त। तपाईँकै फोटो को चाहिँ अनि हेरिसी लाइक गर्नुपर्छ भने छैन दुईजना पिर्दिम सुन्नु न ए यता। सरी म त एकचोटि हेरेँ नम्बर सेयर गर्नु त सर र म्याडम दुइटैले। त्यो सरहरू न कहाँ जानुभयो यार नम्बर दिएर जानु भने हाम्रो पुलिस सरहरू। पक्नै गएन हस्पिटल ल्याएर मारिदियो नि त मैले नगरिदिनुहोस् सर कहिले काहीँ काम लाग्छु क्या म भोलि पर्सि म करोडपति हुन्छ तपाईँलाई म्याम लोन आउनु दिन्छु त बाहिर एकैछिन आउनु त नम्बर दिएर जानु भनेको त। पक्नु ल मेरो सर अब सुन्नु न सर मेरो नाम चाहिँ यस्तो छ कि अब हामी हामी जस्तो मान्छेले बोलाउँदा तपाईँ हामी जस्तो मान्छेले बोलाउँदा चाहिँ के भन्छ गाउँले हो अब लेडिजहरूले बोलाउँदा श्रीमान हो क्या सर। हेलो सुप्रिम सर। कहाँदेखि भेटाउनु यस्तो नाम सर सर कहाँदेखि भेटाउनु यस्तो नाम हजुर सर नाम मेरो त पहिल्यैदेखि यस्तो हो नि गाउँले श्रीमान हो कि अब तपाईँ हामी जस्तोले गाउँले भनेर भन्ने म्याडम जस्तोले चाहिँ श्रीमान ट्याग लगाउने। लभली नाम चाहिँ मन पर्यो सरको
काम चाहिँ के गर्नु सरले? सर म यसो सहरतिर आएछु कि यसो केही गरौँ केही सम्हालौँ भनेर बसिरहेको छु हेरौँ सर के हुन्छ। नयाँ नयाँ हजुर? हजुर नयाँ नयाँ सर नयाँ अँ, फर्स्ट ह्यान्ड। किनिदिनु त यो बर्गर सर्ट नै। होइन सर बर्गर सर त फेरि सोचिरहेको छु सर पहिला एउटा दुइटा केही सिकाउने पुरा सहर हेरौँ भने। सहरै किन्ने होइन होला। होइन होइन सहर किन्ने हुँदैन सहर हेरेर सहरमा उपयुक्त के छ सर मेरो आँखामा कि तपाईँको आँखामा नि यो बन्दुक यहाँ देख्नु भएको छ सर यो भएर त्यो किन भन्ने कुरा। हल्का काला भयो होला। यो तरिकाको मन पऱ्यो कि मलाई यो तरिका। यो चाहिँ मलाई नि मन पर्यो। फर्स्ट टाइम देखेको मैले। त्यो लभली पाराको छ कि यो बर्गर सर्टको स्क्रिन अर्डर गर्ने चाहिँ अलिकति मलाई मन ओके अति राम्रो यार। हिजो हेर्न आएको थिएँ पर्सेको म यस्तो देखेर। अब अर्डर गरेर रिसिभ दिएपछि टक्क गर्ने। बिहार नामै घिनलाग्दो मान्छेहरू। अरे त्यो फोटो खिच्न लाएर हिँड्छ कस्तो चाहिँ छुच्ची हो त यो मान्छे त छ्या। यस्तो छुच्ची छ क्या यस्तो। मन फोटो हान्ने मेरो फोटो बिहार नाम त त्यो बाहिरको फोटो हाल्न मिल्छ। पुरा हाइप्नु हो है। ल हजुर बल्छे हजुर। म खाना खान गएको ल म एकैछिनमा आउँछु। ए ल हुन्छ म नि अब चिप्लिन्छु। ल निस्किनु तपाईँ चाहिँ? मेरो त 8:30 बजेको ड्युटी छ। ए त तपाईँको त 2:30 त्यही त ल ल आयो भने अहिले एकछिन ओके बस्छु 3 बजेसम्म। म हजुर यता आउने बेला चाहिँ मेसेज गराउँछु नि त मासतिर। हजुर चाहिँ एकछिनमा खाना खान्छ नि एकछिनमा आउँछ। ल हुन्छ एकछिन बस्छु म। ओके छ त। ल हुन्छ। ओ सर पर्मिसन मेरा फोटो नहिँदैन नि मलाई त्यो फोटो निस्केको ल। ल हुन्छ। निस्केको
खिचेको होला गाली बा अनि के त नि अनि पर्मिसन बिना किन ओ मैम फोटो खिचौँ मैम ओ ए अब त्यही भएर नसोधेको मेरो फोटो खिचाइ कस्तो छ हेर्नु त खै मिस्टेकले पोस्ट भन्छ नि यो पङ्गल के हेरेर बस्नुहुन्छ हौ फोनमा चाहिँ फेरि होइन होइन पक्कै फोटो हान्न पर्छ एकछिन तपाईँ म निस्किन लाग्यो हौ लौ यहाँ हो म त भने छिटो आउनु म साथीहरू रिसाइसक्यो कि केबाट हो मिस सुन्नु न तपाईँको के B612 बाट खिचेको फोटो हो त्यो यति साह्रो गर्नु त छैन म यता भन्नु भएरै त्यस्तो चाहिँ सुन्नु न बर्गर सर्टमा तपाईँलाई थाहा छ एउटा यहाँनिर कस्तो हिडन फिचर छ ऊ यहाँनिर के हो यहाँ आँखाले हेर्नु न यहाँनिर यहाँनिर अगाडि आँखाले हेर्नु अगाडि आँखाले हेर्नु त यहाँनिर के हो यो हेर्नुभयो हेर्नु न आँखाले हेर्नुभयो हेरे के हो यो तपाईँले गर्दा म भागेँ मुख छाड्दै म कहाँ गयो मान्छे हेर बाँध्ने रहर छ नि क्या हो मुख छाड्दै के छ हौ यहाँ त्यही भएर मन पर्दैन कि फुड्सहरू प्योर तपाईँले हो लाठी म्याम हो त्यस्तो गर्छु आस पापे यिनीहरू मैले त्यस्तो गर्छु कत्रो चिच्चायो होला त बिचरा चिच्चाएन हौ आँखा मात्रै बन्द गरे बदला दिनु पक्रिने लाउने त के भयो माया धन्दै लडिनौ उनीहरूले लिएर जानु त म एकछिनमा हुन्छ सुन्नु न रातो सर्ट लाउने सर यता हेर्नु न उहाँ अगाडि हेर्नु त आँखाले हेर्नु हो भाग्छ त यार एमएमको त्यसरी त्यो फोटेज हालिदिनु पर्ने हो अनुहारको त्यसरी मात्र पठाइदिएँ मैले सर सिपिआर दिन्छ म ल सिपिआर दिनु त सिपिआर दिनु न ठिक हुन्छ म दिन्छु रुक्नु म दिन्छु छोडिदिनु म दिन्छु सिपिआर भयो उठ्नु भयो खाना गएन ल एगोल चाहिँ ल हुन्छ म यहाँ तपाईँले त फोटो खिच्न जान्छ
मिल्दैन रहेछ तपाईँ आउनुपर्छ कि त्यसको लागि ठाउँमा गएर फोटो गरौँ भने एकतिर टुप्प पनि हुन्छ भन्दैन न स्प्याच भन्न जाने छ त्यसभित्र पनि कहानी होला नि त मार्क्सको पनि छुट्टै कहानी छ उम्, खै, मलाई त कहिल्यै भनेन मेमलाई भनेछ क्या हो सुनाइदिनुहोस् त म्याम अँ, खै मिसले वारेन्ट दिएको हामीलाई अब यो भ्यान्सप गर्दै हुनुहुन्छ त सरको बानी यस्तै हो कि ए हस् धन्यवाद जस्तो तपाईँको धन्यवाद पनि अलिअलि रिस मिसिएको जस्तो लाग्यो कि स्माइल गरेर भन्नु न थाहा रहेछ त सरलाई मिर्थ्यो भने त होइन त्यहीँबाट हात हालेर झ्याम दिउँ भयो जस्तो भयो होला है उम्, त्यो पछाडिको सर के हो त नि सर भोटो गर्नु भएको त सर म फर्किनु तपाईँ तपाईँलाई ताकिरहेको छ उता पनि रिसले होला नि सर सायद ओइ, एक्सनको रिएक्सन हो यस्तो सर सर तपाईँ हावा दिनु छोडिदिनुहोस् सर त्यसरी नबस्नु न मलाई कालकुती लाग्यो यस्तै हो यहाँ त म भाग्छु अब यो त चिप्लिँदो रहेछ
दुईजना भाइहरूलाई पुलिसमा हाल्नु पर्ला होइन बिहानकै लागि चार्जर मनपर्छ मलाई मलाई केही छोडिदिनु भयो कता कता तपाईँ यहाँ छैन नि गाडीमा छैन तपाईँ त्यहीँ छ मैले क्यारी गर्नै मिल्दैन कि तपाईँ यहीँ छ यहाँ अहिले सबै बाहिर बस्ने मात्रै छ हाम्रो गरम मिल्दैन क्या सर बुझ्नुभयो सर गरम मिल्दैन कि होइन कि दिएन भने म छिटी बित्तिकै गन्नले थाहा भइसक्यो को छ भनेर पाउँदै ल सर हाम्रो गाउँले सर निस्केको ल पछि भोलि भोटेर ल भेट्दै सर राम्रोसँग जानु ल हस् सर यहाँको घर भएको भए दामी हुन्थ्यो यार ग्यारेज निर गएर टाउको पड्काउनु पर्ला यस्तो भइसक्यो कि सर यो आर्मी खेल्ने पनि मलाई कस्तो लागिसक्यो अब अलि वेट भएको मान्छेहरू कहाँ छ त्यहाँ गएर खेल्नको लागि भइसक्यो कि बुझ्नुभयो त्यो भन्न खोजेको अलिकति कुरो बुझ्नु हुन्छ नि त केटीहरू खेल्न थालेदेखि अलिकति के हो भने मुख चाडेर गालामा छ्यात्री भन्दा भनेर के त्यो किसी भन्न मन लाग्ने क्या च्याटमा बोलिरहेको छु यता हजुर सर तर यहाँ स्पिड लिमिट 35 दिएछ यो एक्सिलेटर हाल्ने सिधै 70 पुग्छ सर पुग्ने समाधान सजिलो हुने भयो यार होइन मतलब अब त्यस्तै के अरे पुलिसको ड्युटी राम्रो भयो भने सही हुने हो fancy time.
तपाईँ तर तपाईँहरूलाई त्यो गाडी चोरीको नोटिफिकेसन आएको थियो म यहाँ गफी घालेको पनि आएन खोइ मैले हाने थाहै पाउनु भन्दा त ड्युटीमा हुनुहुन्न क्या म फेरि ट्राई गर्छु है पाउनु भएन म पहिला उस गर्छु पाउनु फेरि ट्राई गर्छु बुझिहाल्दैन त लाइसेन्सै देखेन नि हाम्रो सरकारहरूले गाउँले श्रीमान पठाइदिनु न
छक्काहरू कि त्यो म्याच के अरे स्ट्याटस लेख्ने अनि यसो त्यो उस लेख्ने छक्का जस्तो लाउँछ सिधै धम्की दिने मान्छेले सिधै मुखमै आएर भन्नुपर्छ क्या बल्ल पो मजा आउँछ सर बोल्न के अरे उसमा छ अरे सर ड्युटीमा छु अरे यहीँ लाइभ च्याटमा हुनुहुन्छ यहाँबाट नि बिल्डिङको माथि जाँदैन क्या दुई तिनजना दुई चारजना आउने जाने भइरहेको छ कसरी हुन्छ त के अरे एएफपी बस्ने बानी भएर 4 घंटा से सुतना है लाइक तो मैले गन पड़ गया है तब रेडी हो अर्को सर्नु ड्युटी पनि हुन्छ होला भित्र ग्यारेज होला नि हुन्छ सर हुन्छ त आरएस पनि हो अरू छैन ये पिस्तलमा कतिवटा गोली अट्ने हो र ओहो यसले हेऱ्यो हेर्दैन ड्युटी अन गर्नु भइरहेको छ साह्रो होला त अब निदाउन मलाई यही रक्सी काम भनेको छैन बोतल बित्तिसक्यो
मैले एकचोटि 4.5 लिटरको लिएर आएको थिएँ है 1 महिना भन्दा नटिक्यो कि अब सबैजनालाई म सुत्नु पर्यो थके लाग्यो है हेर्ने जतिहरूलाई बाई बाई गुड नाइट भ्याइहाल्यो नि सिजन लस गराइहाल्यो टायरको दाम होला नि सर त्यो कुनै कुनै वर्षहरूमा टाउको पड्कायो